आज नारायण नगरपालिकाले यो पत्रकार सम्मेलन गरेर नगरपालिकाका सन्दर्भमा केही उठेका कुराहरूको जानकारी आम जनसमुदायहरूमा दिने उद्देश्यले यो पत्रकार सम्मेलनको आयोजना गरेको कुरा म जानकारी गराउन चाहन्छु। र सन्दर्भमा 2082 साल असोज 18 गते न्युज 7 टिभी नेपालका प्रतिनिधिले नारायण नगरपालिकाको बेरोजीको सन्दर्भमा एउटा समाचार सम्प्रेषण भयो र उक्त समाचारमा विगत स्थापना कालदेखि अहिलेसम्मको नारायण नगरपालिकाको बेरोजु जुन एमाउन्ट चाहिँ हामीले यो 21,96,55,00,000 रुपियाँ रहेको छ र यसका सन्दर्भमा नारायण नगरपालिकाको बेरोजुका सन्दर्भमा बेरोजी भएको कुराहरूलाई उल्लेख नगरी यो महालेखा प्रतिवेदनले नारायण नगरपालिकाको विषयलाई आज प्रतिवेदनमा उल्लेख गरेको र बेरोजीलाई यो भ्रष्टाचार भएको भनेर प्रमाणित गरेको भन्ने अभिव्यक्ति दिएर यसलाई एउटा भ्रम सिर्जना गर्ने खालको कुरा हो। यो अत्यन्त दुःखद कुरा थियो। म दुःख व्यक्त गर्न चाहन्छु किनभने बेरोजु आज सबै सङ्घ संस्थाहरू, कार्यालयहरू, मन्त्रालयहरू, पालिकाहरू सबैमा बेरोजीहरू छ। बेरोजु राम्रो कुरा होइन। बेरोजुलाई चाहिँ हामीले अन्त्य गर्नुपर्छ र बेरोजु हुनुपर्ने कुरा होइन। तर विविध कारणहरूले आज बेरोजीहरू चाहिँ केही कागजहरू प्राप्त नगरेर, केही प्रक्रियामा त्रुटि भएर, केही डकुमेन्टहरू नपुगेर, केही खर्च गर्ने चाहिँ विधि वा प्रक्रियामा तलमाथि भएर बेरोजी हुने गर्छ। र यस्ता बेरोजुहरू आज नारायण नगरपालिकामा मात्र छैनन् र आज सबै पालिकाहरूमा बेरोजु छ। र तर त्यो बेरोजुलाई बेरोजुकै रूपमा आज इन्टरप्रिटेट गरेर अथवा यसको चाहिँ व्याख्या गरेर यसलाई चाहिँ त्यो ढङ्गले चाहिँ समावेश भएको भए हाम्रो कुनै पनि आपत्ति थिएन। र यो नगरपालिकाको 21 करोड रुपियाँ चाहिँ सबै बर्बाद गर्यो, सारा समाप्त भयो र यसलाई चाहिँ सम्पूर्ण चाहिँ दोहन गरिएको छ। सारा सुख सुविधामा चाहिँ प्रयोग भएको छ, गाडी घोडा बिल्डिङहरू बनेका छन्। यस्ता यस्ता खालका अभिव्यक्ति दिएर अतिरञ्जित गर्दै र आज नगरपालिकाको आज यो हाम्रो जुन नारायण नगरपालिकाको जुन आफ्नो धरोहर छ, हाम्रो सम्मान छ, जुन आज नगरवासीहरूको जुन विश्वास छ यो नगरपालिकामा, त्यो प्रति प्रश्न चिन्ह उठायो। र हामीले हिजो मात्रै मैले एउटा पर्सनल विज्ञप्ति पनि जारी गरेँ र उक्त समाचारलाई लिएर आज सामाजिक सञ्जालमा र आज कमेन्ट गर्ने, त्यसमा चाहिँ आफ्नो चाहिँ सेयर गर्ने र नकारात्मक ढङ्गले चाहिँ टिप्पणीहरू गर्ने खालका कामहरू पनि गरिए। र यतिसम्म कि नगर प्रमुखको फोटो राखेर आज त्यो 21 करोड नारायण नगरपालिकाको नगर प्रमुखले र आज झ्वाम पार्यो, सारा धुवाँमा उडायो, धुवाँ भयो नगरपालिकाको 21 करोड भनेर आज दुईटा मिडियाको हवाला दिँदै र आज एउटा नमुने मिडिया र त्यसपछि गएर केही व्यक्तिहरूले त्यस्तो कुराहरू पनि सामाजिक सञ्जालमा ल्याउनु यो नारायण नगरपालिकाको लागि अत्यन्त दुःखद घडी हो र क्षीणो र यो अवस्था। किनभने म यहाँहरूको बिचमा स्पष्ट पार्न चाहन्छु, हामी निर्वाचित भएर 79 मा आइसकेपछिको एकपटक 80-81 को एकपटक मात्रै यो हामीले खर्च गरेको खर्चको आज महालेखा परीक्षकले यसको प्रतिवेदन दिएको छ र जसमा हाम्रो पालामा केवल 1,90,50,392 रुपियाँ मात्रै बेरोजु छ। जसका सन्दर्भमा आज प्रमुख प्रशासकीय अधिकारीज्यूले र कुन शीर्षकमा बेरोजु छ र कुन त्यो रकम चाहिँ 1,90,00,000 रुपियाँ केमा खर्च गरिएको छ भनेर त्यो कुरालाई पनि आज यो पत्रकार सम्मेलनमा हामीले जस्ताको तस्तो महालेखा प्रतिवेदनमा जे कुरा उल्लेख गरिएको छ त्यो कुराहरू हामीले उल्लेख गरेका छौँ। अहिले हामी निर्वाचित भएर आइसकेपछि यो कार्य समितिले, यो नगर कार्यपालिकाले पहिलो जिम्मेवारी हाम्रो 1,90,00,000 र यो रकमलाई कसरी हामीले नियमित गर्ने, कसरी यसका आवश्यक डकुमेन्ट पुरा गर्ने र आउँदो हाम्रो लेखा परीक्षण गर्दा मले निकाले हाम्रो लेखा परीक्षण गर्ने क्रममा
यसलाई कसरी नियमित गर्ने भन्ने कुरामा नारायण नगरपालिकाको कार्यपालिकाको बैठक बसेर यसलाई आवश्यक प्रक्रिया अगाडि बढाउने भनेर योजना बनाएर अगाडि बढिसकेको छ र यहाँहरूलाई जानकारी पनि प्राप्त भएको छ। यो आर्थिक वर्षमा हामीले 3 करोड विगतको हाम्रो जुन दायित्व थियो, जुन बेरोजी थियो, त्यो बेरोजीलाई पनि असुलपर गर्ने गरी नारायण नगरपालिकाले आफ्नो अभियान चलाएर 3 करोड भन्दा बढी बेरोजी हिजोको हाम्रो कार्यकालभन्दा अगाडिको स्थापना कालदेखि अहिलेसम्मको बेरोजी जो थियो त्यसलाई पनि असुलपर गरेर यसलाई नियमित गर्ने काममा नारायण नगरपालिका लागेको छ र अहिले जुन हाम्रो पालामा भएको 1 करोड 90 लाख मात्रै यो बेरोजी हो। आज यसलाई 21 करोड रुपैयाँ चाहिँ यो कार्यपालिकाको यो अहिलेको पदाधिकारी अहिलेको जनप्रतिनिधिहरूले स्वाहा गरे, सबै भ्रष्टाचार गरे भन्ने खालको अभिव्यक्ति आएर हामीलाई धेरै दुखी बनाएको छ। त्यसैले म आजको यो फोरममा आज हाम्रो यो जिल्लामा एकजना एउटा मिडियाले र जुन मिडिया चाहिँ हाम्रो अहिले यो न्युज 7 टिभी जसको प्रतिनिधि एकजना सावजीले यसलाई वाचन गरेर सम्प्रेषण गर्नुभयो, यसका विषयमा आज हाम्रा जिल्ला स्थित सबै पत्रकार साथीहरू यो सम्मेलनमा सहभागी हुनुहुन्छ। म सर्वप्रथम त त्यो न्युज 7 टिभीका प्रतिनिधिज्यूहरूलाई पहिलो पटक तपाईहरुलाई यो नारायण नगरपालिकाको समाचार जुन सम्प्रेषण गर्नुभयो, अब यसको छानबिन गर्न पनि तपाईं यहाँ आउनुपर्छ र यो नगरपालिकाको यो बेरोजीको छानबिन गर्नुपर्छ। यो बेरोजी भ्रष्टाचार हो वा यो चाहिँ नियमित गर्नुपर्ने त्यस्तो खालको बेरोजी हो के हो, त्यो कुराको छानबिन गर्न म पहिलो उहाँलाई चाहिँ यो नगरपालिकामा छानबिनमा सहभागी हुन आग्रह गर्छु। आज यो मिडिया मार्फत म अनुरोध गर्छु र त्यस्तै गरेर यो जिल्ला स्थित हाम्रा जति पनि पत्रकार महासंघका पदाधिकारीज्यूहरू, प्रदेशका पदाधिकारीज्यूहरू हुनुहुन्छ, विभिन्न मिडिया र चाहिँ आज टिभीका साथीहरू हुनुहुन्छ, रेडियोका साथीहरू हुनुहुन्छ, तपाईहरुलाई पनि यो नगरपालिकाको यो आर्थिक अवस्था, यो बेरोजीको अवस्थाको स्पष्ट रूपमा छानबिन गर्ने म आज यस फोरमबाट अधिकार सुम्पिन चाहन्छु, हेर्ने अधिकार दिन्छु। तपाईहरु यसलाई आएर स्पष्ट रूपमा हेर्नु पर्यो र यसको ठिक के हो बेठिक के हो, आज नारायण नगरपालिकामा भ्रष्टाचार भएको हो वा होइन, यसको यकिन गरी यसको प्रतिवेदन तयार गर्न पनि म तपाईहरुलाई आग्रह गर्छु। र म के अनुरोध गर्छु भने अहिले नेपाल सरकारले भर्खरै गठन गरिएको नेपाल सरकार जहाँ जेनजीहरूको प्रतिनिधित्व गरिएको छ, उनीहरूको मागको चाहिँ जुन अहिले आह्वान गरिएको छ, यो देशमा सुशासन कायम गर्ने कुरा, भ्रष्टाचार नियन्त्रण गर्ने कुरा र आज जनप्रतिनिधिहरूको सम्पत्ति छानबिन गर्ने कुराको जुन अहिले उहाँहरूको जुन माग छ, यो माग अहिलेको नेपालको सन्दर्भमा यो अत्यन्त सान्दर्भिक भएको कुरा आज मैले महसुस गरेको छु। आज म जनप्रतिनिधि भइसकेपछि आज हामीले इमानदारी पूर्वक यो नारायण नगरपालिकामा काम गरिरहँदा र हामीले यसलाई सुशासन कायम गरेर कर्णालीको पहिलो नगरपालिका भनेर हामी प्रमाणित गरेर संघीय सरकारले हामीलाई पुरस्कार प्रदान गरिसकेपछि आज नेपाल सरकारले हामीलाई मूल्याङ्कनको पहिलो नम्बरमा यो कर्णाली प्रदेशको राखेको पालिकालाई आज यसरी जुन आरोपित गरियो, आज जनप्रतिनिधिहरूलाई आरोपित गरिएको छ, यो कुरामा छानबिन गर्नुपर्छ र अहिलेको वर्तमान सरकारले यो नगरपालिकाको चाहिँ सम्पूर्ण गतिविधिको छानबिन गर्न पनि म यो आजको मिडिया मार्फत चाहिँ आग्रह गर्छु। र हामी जनप्रतिनिधि, म नगर प्रमुख जसका विषयमा आज 21 करोड रुपैयाँ नगर प्रमुखले हिनामिना गर्यो, आज भ्रष्टाचार गर्यो भनेर सामाजिक सञ्जालमा फोटो सहित जुन सम्प्रेषण गरिएको छ त्यसमा दुःख व्यक्त गर्छु। र यो जनप्रतिनिधिहरूको सम्पत्ति, मेरो सम्पत्ति सबैभन्दा पहिलो सुरुवात नारायण नगरपालिकाबाट छानबिन सुरु गरिनुपर्छ, नगर प्रमुखको सम्पत्तिबाट छानबिन सुरु गरिनुपर्छ, यो नगरपालिकाबाट जनप्रतिनिधिहरूको सम्पत्ति छानबिन गरिनुपर्छ। यो कुराको पनि माग म आज यो पत्रकार सम्मेलन मार्फत राख्न चाहन्छु। र किनभने हामी निष्ठाले राजनीति गरेर आएका प्राणी हौं र हामी आम जनताको भरोसा र विश्वासको एउटा भारी बोकेर यो नगरपालिकामा सामेल छौं र हामीले 5 वर्ष हाम्रा जनताका आज इज्जतलाई, यो नगरपालिकाका आम नागरिकहरूको इज्जतलाई बचाएर हामीले हाम्रो कार्यकाल सम्पन्न गर्नुपर्ने हाम्रो दायित्व छ। त्यसैले आजको यो अपमान जुन नगर प्रमुखको गरिएको छ, यो मेरो मात्रै अपमान होइन, सिङ्गो यो नगरपालिकाको अपमान भएको छ र आज यो सिङ्गो नगरवासीहरूको चाहिँ आज अपमान भएको मैले महसुस गरेको छु।
त्यसैले नगरवासीहरू पनि जाग्नुपर्छ। यसका सन्दर्भमा बुझ्नुपर्छ नारायण नगरपालिकाको सम्पूर्ण गतिविधिहरूलाई आज कार्यालयमा सम्पर्क गरेर र यसको विषयमा जानकारी लिएर यसलाई स्पष्ट रूपमा हुनका लागि एकदम जानकारी राख्नका लागि म आज यो माध्यमबाट सम्पूर्ण नगरपालिकाका आम नगरवासीहरूलाई पनि कार्यालयमा सम्पर्क गरेर यसको विषयमा जानकारी राख्न पनि आग्रह गर्दछु। म अन्तमा के भन्छु भने नारायण नगरपालिका अहिलेसम्म निष्कलङ्क छ र कहीँ पनि आर्थिक इनामिना छैन र आज कुनै पनि जनप्रतिनिधिको नाउँमा 1 रुपैयाँ बेरोजी छैन र आज हामी कसैको नाउँमा पनि पेस्की छैन र अहिले पेस्की नदिएर चलेको बेरोजी नभएर जनप्रतिनिधि विभाग कर्मचारीको बेरोजी नभएर चलेको पालिका हो। आज चाहिँ जिरोमा झार्ने चाहिँ परेको आज नगर कार्यपालिकाको हिजोको बैठकमा बसेर हामीले योजना बनाइसकेका छौँ र आउँदा दिनहरूमा हामी यसलाई यसरी जानेर नगरवासीको शिर ठाडो गरेर हामीले हाम्रो यो जिम्मेवारी पुरा गर्ने कुरा म सबैमा जानकारी दिन चाहन्छु, भरोसा दिन चाहन्छु। त्यसैले यसका विषयमा सबैलाई छानबिन गर्नका लागि नगरपालिकाको ढोका खुल्ला भएको अपिल गर्दछु र यति भन्दै आजको यो पत्रकार सम्मेलनमा सहभागी हुनुभएका सम्पूर्ण मिडियाका साथीहरूले यो आज हामीले यहाँहरूलाई जुन डेटा उपलब्ध गराएका छौँ, विवरण दिएका छौँ, यो विवरणलाई आज सबै क्षेत्रमा आज सम्प्रेषण गरिदिएर यसको चाहिँ प्रचार गरिदिएर आज मिडियामा ल्याइदिएर आज पत्र पत्रिकामा छापेर हामीलाई हाम्रो यो इज्जत, हाम्रो यो सम्मान, हाम्रो जो छ नगरवासीहरूको यसको शिर ठाडो गर्ने कुरामा यहाँहरूबाट म सहयोग माग्छु र यति गर्दिन म चाहिँ अपिल गर्दै मेरो भनाइ यही अन्त गर्छु। धन्यवाद। न्युज 7 टिभी नेपालका प्रतिनिधिले दैलेखको नारायण नगरपालिकामा करोडौँको भ्रष्टाचार महालेखा प्रतिवेदनको पक्षको प्रतिवेदनले पुष्टि गरेको हेर्नुहोस् नारीबेली सहितको फलोअप रिपोर्टिङ भनी प्रकाशित भएको बेरुजु भनेको भ्रष्टाचार हो भन्ने अभिप्रायले झुटा समाचार सम्प्रेषण गरिएकोमा पालिकाको गम्भीर ध्यान आकर्षण भएको छ। नारायण नगरपालिकाले स्थापनाकालदेखि नगरपालिकाको सीमित स्रोत साधनको उपयोग गरी नागरिकलाई सेवा प्रवाह गर्दै आइरहेको छ। नागरिकलाई छिटो छरितो र गुणस्तरीय सेवा प्रवाहमा हाम्रो नगरपालिकाको सबै संरचना स्वचालित रूपमा लागिरहेको कुरा यहाँहरूलाई अवगत नै छ। तथापि नगरपालिकाको सन्दर्भमा बेरुजु रकमको विषयलाई लिएर प्रकाशित समाचारबाट बेरुजु भनेको भ्रष्टाचार नै हो भन्ने आशयको भ्रम सिर्जना भएको र उक्त विषयप्रति सामाजिक सञ्जालमा गरिएका नकारात्मक टिप्पणी, पोस्ट, सेयर, कमेन्टले हामीलाई दुखी बनाएको छ। यस्ता नकारात्मक पोस्ट, कमेन्ट, सेयर जस्ता कुराले केवल नगर प्रमुखको चरित्र हत्या मात्र नगरी सिङ्गो नगर कार्यपालिका र सम्पूर्ण नगरवासीको अस्मितामाथि चोट पुर्याएको छ। नारायण नगरपालिका नारायण नगरवासीहरूको धरोहर हो र यसको संरक्षण गर्नु सबै नगरवासीहरूको दायित्वभित्र पर्दछ। उक्त समाचारमा सम्प्रेषण भएको आर्थिक वर्ष 2080-81मा 21 करोड 96 लाख 55 हजार बेरुजु रकम, त्यसै आर्थिक वर्षको बेरुजु रकम भनिएकोमा उक्त कुरा सत्य नरहेको जानकारी गराउँदै महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा यस नगरपालिकाको बेरुजु रकम आर्थिक वर्ष 2080-81मा जम्मा 1 करोड 90 लाख 50 हजार 392 मात्रै रहेको छ। अन्य बेरुजु रकम साल बसाली रूपमा आर्थिक वर्ष 74-75 देखि 79-80 सम्म रु 20 करोड 33 लाख 96 हजार रहेको बेहोरा सबैमा अवगत गराउन चाहन्छौँ। नगरपालिकाको कुनै पनि जनप्रतिनिधि र कर्मचारीको नाममा असुलुपर गर्नुपर्ने बेरुजु रकम नरहेको र माथि उल्लेखित बेरुजुहरू कार्यक्रमगत रूपमा नियमित गर्नुपर्ने खालको मात्रै बेरुजु रकम भएकाले नारायण नगर कार्यपालिकाको बेरुजु न्यूनीकरण गर्ने गरी नगरपालिकाले बेरुजु न्यूनीकरण गर्ने गरी कार्य सम्पादन गर्दै आइरहेको छ। यस्ता खालका भ्रामक समाचारको पछाडि नलागि नगरपालिकाको वास्तविक अवस्थाबारे जानकारीका लागि समन्वय र सहकार्य गर्न नगर कार्यपालिकाको कार्यालय मार्फत सबै नगरवासी र आम जनसमुदायलाई हार्दिक अपिल गर्दछौँ। मिति 2082-622 लिखित भनेर यो छ। यसमा 80-81सम्म 2074-75 यसमा चाहिँ संलग्न पनि छ पछाडि विवरण। यसमा 2 करोड 41 लाख 67 हजार 569 74-75मा छ। 75-76मा 5 करोड 84 लाख 33 हजार छ। 76-77मा 4 करोड 27 लाख 0 हजार छ। 77-78मा 2 करोड 83 लाख 14 हजार 796। 78-79मा 2 करोड 50 लाख 48 हजार 635। 79-80मा 2 करोड 47 लाख 29 हजार।
र 80-81मा 1,90,50,392 यो बेरुजुको प्रत्येक वर्षको बेरुजु हो। यसमा तल चाहिँ शीर्षगत रूपमा यो 21वटा शीर्षकमा यो यहाँ उल्लेख गरिएको छ। अब 2080-81 को मरेको प्रतिवेदन बुँदा नम्बर 18 कर्मचारी व्यवस्था अन्तर्गत तलबमा रु 1,11,97,444। बुँदा नम्बर 34 73-72 को न्यूनतम मूल्यमा मूल्य अभिवृद्धि कर बाबतको रकम रु 2,59,971। बुँदा नम्बर 53 मा आयकर बाबतको रकम रु 1,405। पीएस बाबतको बढी भुक्तानी रकम श्रेष्ठ कन्स्ट्रक्सनको 5,000। बुँदा नम्बर 62 मा प्रमाण पेश नभएको रु 6,31,440। पाइप खरिद गरी भर्ताई र नापी किताब सम्बन्ध हुनुपर्ने रकम 49,892। बुँदा नम्बर 66 मा भेरिएसन सम्बन्धी रकम रु 16,325। बुँदा नम्बर 67 मा मेसिनबाट बाटो सरसफाइ गर्दा मूल्य अभिवृद्धि कर दाखिला रकम रु 13,469। बुँदा नम्बर 69 मा सेरा घट्टे खोला पुल निर्माण सम्बन्धी रकम रु 4,27,201। बुँदा नम्बर 70 मूल्य अभिवृद्धि कर समायोजन प्रमाण पेश गर्नुपर्ने रकम 8,22,145। बुँदा नम्बर 71 फर्म नन फाइलर सम्बन्धीको प्रमाण पेश गर्नुपर्ने रकम रु 5,15,922। बुँदा नम्बर 68 मा बढी भुक्तानी 3,225। बुँदा नम्बर 79 मा प्रशिक्षक भत्ता रकम रु 28,250। बुँदा नम्बर 82 मा खर्च पुस्ताइको प्रमाण पेश गर्नुपर्ने 5,61,919। बुँदा नम्बर 84 मा फर्म नन फाइनल सम्बन्धी 10,32,629। बुँदा नम्बर 91 मा स्रोत कक्षा सञ्चालन सम्बन्धी 2010। बुँदा नम्बर 92 मा दिवा खाता सम्बन्धी 3,24,625। बुँदा नम्बर 93 मा इन्टरनेट सम्बन्धी 12,000। बेरुजु रकम यो टोटलमा 5,42,786। टोटल यो जम्मा अहिलेसम्म भएको 1,90,50,392। यसरी यो शीर्षक 22 को नमा यसरी आएको छ। यसमा चाहिँ अहिले म हजुरहरूसँग बेरुजु खर्च गर्दाखेरि 2077-78 मा 5,12,665 रुपियाँ। 78-79 मा 9,51,030 रुपियाँ। त्यस्तै गरेर 79-80 मा 1,46,85,056 रुपियाँ 23 पैसा। त्यस्तै गरेर 80-81 मा 1,98,88,606 रुपियाँ 0.93 पैसा। जम्मा 3,60,37,358.16 रुपियाँ गरेर यो अहिलेसम्म खर्च पनि गरेको छ पालिकाले। यसमा चाहिँ काम पनि गरेको छ। यसरी यो औँल्याएका रकमहरू चाहिँ को कुरामा बेरुजुको विषय चाहिँ यो नियमित गर्नुपर्ने बेरुजुको हकमा चाहिँ मैले चाहिँ यो हजुरहरूसँग पेश गरेँ। म मेरो भनाइ अब छोटो समयमा म धन्यवाद।